हेलो साथीहरु, कहिलेकाहीँ नसोचेको कुरा हुँदो रहेछ क्या। बिहान उठेर पसल गएर दुध तताउँदाखेरिमा दुध चाहिँ फाट्यो। अब यो फाटेको दुधलाई केही न केही त गर्नु पर्यो, यतिकै फाल्न त भएन। अनि मैले यसलाई चाहिँ पानी सानी तारेर मजाले निचरेर अनि मिचे। अनि यतिको बनाएर यसलाई खेर फाल्नभन्दा बनाएर राख्यो भने त केटाकेटीले स्कुलबाट आउँदाखेरिमा खुसी हुन्छन् भनेर बनाउन थाले। अनि मजाले यसलाई मिचमाच पारेर यतिको डो बनाएपछि अनि म यसलाई डल्ला बनाउन थाले। एक एक गरेर डल्ला बनाउँदै थिएँ, गर्मी पनि एकदमै धेरै थियो। अनि डल्लाहरू बनाएर मैले रेडी गर्न थालेँ। गन्दैछु कतिवटा छ भनेर। अनि एक्लै त कति गाह्रो हुने के साथीहरू, हुनलाई थोरै हो तर बनाउन एकदम धेरै टाइम लाग्यो के मलाई। अनि के साथीहरू, यति गरेर चाहिँ मैले बनाएर भ्याएँ। अनि यसलाई मैले यता चास्नी बनाउन थालेँ। चास्नीहरू बनाएँ, चिनी कस्तो फोहोर देखेको। अनि लक्सुकमा राखेँ, अनि डल्लाहरू राखेर मजाले पकाइदिएँ। सोचे जति राम्रो त हेर्दा देखिएको थिएन, तर खाँदा चाहिँ एकदम मिठो थियो। ओके, बाई बाई, आजलाई यति नै।